हेलो गाइजहरु सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। मैले चाहिँ आज गाउँको एकदम लोकल एन्ड अर्ग्यानिक चिज खाँदैछु। के त भन्दा आखिरमा हो नि त सिस्नो र ढिँडो खाँदैछु हैन। अनि यो चाहिँ देख्न सक्नुहुन्छ सिस्नो घरमा आफैले बनाएको। अनि यो चाहिँ मकैको ढिँडो हैन, के भन्छ भट्टा भन्छ के भन्छ ढिँडो भन्छ यसलाई चाहिँ हैन। ढिँडो हाम्रोतिर चाहिँ ढिँडो भन्छ हैन। अनि यो चाहिँ डल्ले खुर्सानी ज्यानमारा भन्छ, हाम्रोतिर चाहिँ ज्यानमारा खुर्सानी हैन। योसँग अब मैले चाहिँ सुरु गरेँ है त। अब सुरु त ढिँडैबाट गर्नु पर्यो हैन। ढिँडो चाहिँ कसरी खाने भन्ने गाइज, अब मासुसँग भएको भए खल्यात्त खल्यात्त खानुहुन्थ्यो। अब यो चाहिँ सिस्नोसँग भएर लभ्र्याक लभ्र्याक यसरी। लभ्र्याक लभ्र्याक। यस्तो मिठो कि गाइज, गजब।